रन्का बुदे मेरो पनि क्यामेरा त अब त माथि माथि जान थाल्यो नि त स्टिक क्लियर राम राम बुदे ओ बुदे ल हिँड्नु है बुदे ल बुदे चाहिँ अब हिँडेको क्यामेरा त जताततै देखाउने भयो यार ल पुरा भिडियो हेर्नु है साथीहरू ल पुरा भिडियो हेर्नु ल म कता कता देखाउँछु अब त घुमाइ यसरी आम्मामा हेर्नुहोस् तला माथि यस्तो गर्ने क्या मजा देख्दो रहेछ यार झिलिमिली। अब चाहिँ मेरो युट्युब फ्यामिलीले मन पराउने भयो मेरो भिडियो ल हेर्नुहोस् रन हो पहिला त हातले यसो गर्नु पर्थ्यो माथ स्टिक लामो गरेको पुरै गाडीवालाले हेर्दैछ त यार आकाशतिर हेऱ्यो भने हो यतातिर हेऱ्यो नि भयो खुब मजाको भिडियो आयो पुरै मान्छे पुरो अलिक सानो गर्नु पर्यो यार लाजै भयो मलाई कस्तो हात चेपिदियो फेरि डाम्नाले त्यो क्लिपले हात चेप्यो क्या यो अलिक कहिले नगरेर होला अलिक सराम लाग्दो रहेछ क्या स्टिक बोक्नु पनि सबैले हात हलाउँछ बजारमा गयो भने ल है यो त कहाँको युट्युबर पुरा फेमस भएको मान्छे पो आजै क्या भन्छ त्यही भएर हो आज चाहिँ म अर्को बाटो जाँदैछु ल साथीहरू तपाईँहरूले धेरै प्रगति गरिदिँदै हुनुहुन्छ मेरो युट्युब च्यानललाई एकदम फलो लाइक कमेन्ट त त्यस्तै हो ल खर्च गरेर हो चर्चा भएको छ त्यो बस भिडियो खिच्नु पनि धेरैजना मान्छेमा राम्रो हुन्छ के झ्याउ हुन्छ नि हुलमुलमा तर यहाँ अलिकति प्राइभेसी कुराहरू हुन्छ नि त अर्काको देशमा हो हाम्रो देशमा होइन त्यही भएर हल्का ख्याल गरेर भिडियो रेकर्ड गर्नुपर्छ बराबर देख्ने रहेछ अब त यो चाहिँ अझै माथि तन्काउनु नि हुन्छ भोलिपर्सि हाम्रो देशमा आएपछि म यो तन्काउँछु कति तन्काउनु पर्ने हो अहिले नि तन्काउनु त मिल्छ तर अलिक नयाँ भएर होला क्या सराम लाग्दो रहेछ क्या ल थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच म अब प्रत्येक दिन भिडियो ल्याउँदैछु होइन लङ भिडियो सर्ट भिडियो सबै भिडियो हेर्दिनु होला थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा अब मैले यति यहीँ इन गरेँ छोटो भिडियो बनाउनु पर्यो लामो हेर्यो भने तपाईँहरूलाई पनि दुःख हुन्छ क्या फेरि